कहाँ है बे? भाई यहाँ पे क्या हो रहा है? भाई यहाँ पे क्या हो रहा है? भाई ये कहाँ पर क्या भाई ये क्या हो रहा है? भाई तल्लै गोरु गिल्ले रहेछ अघि तँलाई प्रे गर्न अघि तँलाई त प्रिन्सिपलको अफिसमा हाल्छु तँलाई द हो सर प्लिज मलाई छोडिदिनु बाबुलाई नभन्नु न मार्छ मलाई खुट्टा दुख्छ सर तपाईँको हेर एकचोटिलाई छोडिदिएको छु अर्कोचोटि फेरि यस्तो गरेछ भने तेरो बाउलाई कल जान्छ बुझिस् सर थ्याङ्क यू जस्तो कुरा है गाइस आजले केटा हो भित्र के छिरेको बुढो त थुरुरु एक कानको तल बजाइदिएको आवाज आउनु बाहिरसम्म चियानी कति खानु सोधिरहेको थिएँ मैले त नो भनेको यस्ता भारतसँग बसेर चिया कल खान्छ जस्तो लाग्यो होइन सुसिन्छौलाई त्यसले गालामा एक लगाइदिएको अन्त त्यति मात्र हो त बुढोले झन्डै मुटेको प्यान्टमा सरी बाबु सरी भन्यो अनि छोडिदिएको मैले सरको छोरीको नम्बर पनि दिन्छ भने होला तल पनि आउनु र त आजमा ढाड हुन्छ अलिक छिटो छिटो लेखाइ केटा हो टाइम छैन हान्छ बुझ्यो नि ल मैले सुरु गरेँ केटा हो पाइथागोरस थ्योरम Pythagoras theorem is the Pythagoras theorem is the Sorry, Pythagoras अरे पाइथागोरस हैन क्या पाइथागोरस गोरस राइट एंगल ट्रायंगल द स्क्वायर अफ हाइपोटेन्यूज पाइथागोरस सरी राइट एंगल पछि के हो एकैछिन सास त फेर्नु रे स्क्वायर अफ हाइपोटेन्यूज कुनै छैन सर तेरो बाउ छैन तेरो आमा छैन ह्याट तेरी सर अलि बिस्तारै भन्नु न यहाँ मेरो छुटो क्या भन्दैछु त कति गराएको एकैछिन रोक कहाँबाट छुट्यो भन् म त्यहीबाट भनिदिन्छु सुरुबाटै छुट्यो क्या सर राइट एंगल ट्रायंगल सर कति राइट एङ्गल भन्यो अझ पनि भन्नु न स्वस्तिका म के भन्दै थिएँ भने नि तिम्रो बोयफ्रेन्ड छ ओहो राम्रो हो त साँच्ची मेरो साथी छ नि नितेश उसले तिमीलाई एउटा मनको कुरा भन्छु भन्दै थियो के कुरा उसलाई तिमी मनपर्छ भन्दै थियो आज बेलुका तिमीलाई मनको कुरा नि भन्छु भन्दै थियो खै त नितेश यसो गरौँ न अहिले ब्रेक हुन्छ ब्रेकमा म नितेशलाई लिएर धारामा आउँछु तिमी पनि धारामा आउनु अनि त्यही कुरा गरौँ नि है बाबु के मलाई मन पर्छ लाग्दैन यार ए ब्रो म लेखेर दिन्छु क्या त्यो केटीले तँलाई मन पराउँछ भनेर अनि मन पर्दैन भने किन मैले सारे हेर्छु अहिले पनि ए ब्रो रिसार्च त तेरो बाउले नि तँलाई हेर्छ नि के माया गर्दैन त लभ गुरु बी लाइक दिस लभ गुरु सुन टिकटले तँलाई मन नपराउने भए किन बेलुका भेटौँ भन्दा भेट्छु भन्छ भन्छ अन्त बाबु जानु त द्याट्स माई हेर केटा मैले सब कुरा उसलाई भनिदिइसकेँ होइन ऊ आउँदै पनि छ होला आज तेरो मनमा जे छ ढुक्कल छ भन्ने बुझिस् नि ओके ब्रो तर अलिक राम्रोसँग बोल ल फेरि तेरो बोली यस्तो छ नि त तारिफ गर्दा पनि हेरेसमेन्ट गरे जस्तो सुनिन्छ क्या राम्रोसँग बोल राम्रोसँग बुझिस् नि हाई सस्तिका मैले भन्थेँ नि नितेश उसले नै हो तिमीलाई मन पराउने ए केटा भन्दै नि त आज तेरो मनको कुरा ए त्यो लाजेर भन्दैन भनेको तिमीसँग म्याथ फ्रेन्ड छ ए के बोलेको भाइ तेरो मनको कुरा भन् भनेको म्याथ नोट माग भनेको ए लाटो भइस भन्न है मनको कुरा के साह्रो हेर जस्तो म डाइरेक्ट भनिदिन्छु है यसले तिमीलाई मन पराउँछ तिमीहरू यहाँ बस्नु अनि गर्नु के आई मिन कुरा गर्नु होइन म चाहिँ उतै हुन्छु तिमीहरू आफ्नो आफ्नो कुरा गर नि बुझ्यौ नि है छिटो भन के भन्न लाग्यो आई लभ यु स्वस्तिका तेरो त्यस्तो हिम्मत बेसेसँग दाँत पनि झादिन्छु कस्तो पागल रहेछ यार हो यार तँलाई किन हानेर गएको त्यसले पक्कै पनि तँलाई भने हो क्या नराम्रो शब्द नबोल भनेर तैँले पक्कै पनि त्यसलाई केही न केही नराम्रो भने हुनुपर्छ
पुलिसलाई बोलाइन्छु त भन्नु नि छैन धन्न पुलिस बोलाइन्छ भने अब टेन्सन हुन्थ्यो क्या फेरि पुलिसको हल्ला त टेन्सन हुन्छ नि त यो केटी मात्र छ हाम्रो क्लासमा यो भन्दा राम्रो केटी तल मिलाइन्छ बुझिस् नि तल सोनी कसलाई के मिलाइन्छ मलाई पनि नेपाली लाग्यो केटा के मलाई थाहा पाएन के चाहिँ नितेश लेभलमा टप हान्ने छ त्यस्तै त केही पनि गरेको छैन भन्दै त मलाई त यार यो केटा त्यसको घर गरेर बुझ्छु म के हो नितेश ब्रो भन ब्रो कङ्ग्रेचुलेसन यार ब्रो तिमीले नेपालीमा टप हानेकोमा आई एम सो प्राउड अफ यु यार थ्याङ्क यू यार मलाई सानो एउटा हेल्प गर न यार कति हेल्प गर्ने यार सुन न तिमीले पक्कै पनि नेपालीको बुकहरूमा इम्पोर्टेन्ट क्वेसनहरू हाइलाइट गरेर राखेको होला मलाई देऊ न कमसेकम त्यो हाइलाइट गरेर पनि पास हुन्छ कि पछि दिनु गर न ल म धेरै हाल्छु थ्याङ्क यू यार बुझ्नु सबैले यस सर ओके त्यसको ओहो लास्टै कन्ट्याक्ट अबि आउँछ के सोध्नु न सर के भयो सर सोध्नु न छोड्दै के बस सर पनि यार अर्को च्याप्टर पढौँ ल एक्जाम पढ्ने हैन कसले पढ्छ भने इक्जाम भनेको आउँछ जान्छ क्या त्यो पनि मेरो क्यालकुलेसनको हिसाब अनुसार के केटा इक्जाम आउनु 4 दिन बाँकी छ 3 दिन मन लगाएर पढ्यो भने पनि 50 मार्क्स त कहीँ जाँदैन क्या ओए अब त पढ्ने हैन ए तेरी इक्जाम आउन अब 3 दिन बाँकी छ आज नपढे के भयो त 2 दिन मन लगाएर पढ्यो भने पनि 40 मार्क्स त कहीँ जाँदैन क्या अब इक्जाम आउन 1 दिन बाँकी छ कति घुम्न गइदिनु क्या केटा त्यही पनि मेरो क्यालकुलेसन अनुसार ए अब त अति भयो नि यार हामी पढ्ने चाहिँ कहिले हो छोड्दै बाहिर समस्या के हुन्छ यस्तै छोड्ने हामी चाहिँ पढ्ने लाग्दैन यस्तो तोरीको भएको अवस्था त स्योर फेल हुन्छ यार भाइ त्यही त दाइ तिमीहरूले मलाई के सोचेको माया बिक्रमसँग बस्यो भने बिग्रिन्छ भने सोचिरहेको होइन पक तिमीहरूलाई माया म पास भएर ल्याउँछु अहिले घरबाट पढ्न थाल्नु पऱ्यो सर एक्सर्साइज सर एक्सर्साइज दिनु अर्को पनि त्यसले पो हातले भयो र अस्तिर पाल्नु भाइ थाहा छैन घडी कसरी हुन्छ मलाई थाहा छैन भाइ मेरो घर घडी छैन मोटर गर्ड हाल्नु नाम लेख्नु ले तँलाई के मोय हाल्दैन गुड मर्निङ स्टुडेन्ट केटा हो म्याम आजको झन्झन राम्रो भाष लाग्दैन तिमीहरूलाई म्याम मैले हजुरले पढाएको सबै बुझ्छु तर अरूले पढाएको केही बुझिनँ मैले के पारा भाइ त्यो जा घर चाट म्यामको बुझ चाट जा ओए म्यामलाई लान्छ साइलेन्स आज टेस्ट होला सबैको ओए ब्रो मलाई सिका न मैले कोही खाने के भन्छु म्याम एउटा क्वेशन थियो भन कुन चाहिँ क्वेशन बुझेन मैले त कुनै क्वेशन बुझेन म्याम कस्तो आउँछ इक्जाम दिन पनि सुन्नुहोस् न म्याम मैले हलुवा ल्याएको छु खाने हो के हो भाइ तेरो पारा तल 10 पास गर्नु छैन सर यो नित्य शैली तपाईँले पढाइराखेर सिधा पेपर खेलिरहेको छ ओइ नितेश तेरो चर्चा जान्छ हो पढाइराख ओइ नितेश तैँले फिस तिरिस दिइसके ओइ ले अनि तैँले तिरिस छैन सर छिटो उठ कुर्सी बन्द सर विक्रम र सङ्गीता छ नि ओइ दोरी तँ पढ्न आएको बुझ किन पढ सर पढ्न सर्नु छैन तिरिस छैन सर के अरे कुर्सी बन्द यो फुच्चे मलाई खुब हिरो भइरहेको छ यसको त टक्कमा आलु बम हान्नुपर्छ उ त्यस्तो आलु बम बना भन्दा
सर हेर्नु न मलाई हान्यो तँलाई कसले हान्यो देखिस् देखेन नितेश ओइ नितेश ओ सङ्गीता त्यो लेखेर देऊ त लङ्गेस्ट लिभर कुन हो थाहा छ एक सर सोधेन सर यो वर्ल्डको लङ्गेस्ट लिभर कुन हो थ्याङ्क यू सर खतरा लाग्यो मलाई अनि हजुरलाई के लाग्यो कमेन्ट डाउन बिलो अनि सब्सक्राइब गर्न नभुल्नु होला लेट्स मुभ